ल अहिले म र भाइ चाहिँ आइरहेछौँ हाम्रो दिक्तेल जाने बाटोनेर। यसलाई चाहिँ भन्छ बुलबुले। तपाईँहरूलाई म ब्याकग्राउन्ड देखाउँछु त। यता छ, यो चाहिँ बुलबुले भन्छ। अलिकति तपाईँहरूलाई म देखाउन चाहन्छु। यो चाहिँ प्रसिद्ध धेरै पुरानो देवधाम हो, बुलबुले भन्छ। म चाहिँ आज यसो दिक्तेल जाने भएर चाहिँ तपाईँहरूलाई यसो देखाउँ भनेर चाहिँ यहाँ चाहिँ गेट छ होइन, घन्टी नै देखाउँछु। यो चाहिँ गेट भयो। यता अब यता सिँढीबाट जाँदैछु। यता धारा छ फेरि, अनि सिँढी चढिरहेको छु। दाजुभाइ आइरहेछौँ। अब कताबाट ए यहाँनिर चाहिँ अब यो हाम्रो खोटाङको चाहिँ खोटाङ दिक्तेलको चाहिँ प्रसिद्ध मन्दिर हो। मन्दिर भन्नाले देवधाम हो। यो धारा छ। अब यो पानी त्यो गएर ढोक्नुपर्छ नि त। 7वटा धारा। अब यता मासतिर जाँदैछौँ। अब हेरौँ भित्र कस्तो छ। सिँढी निस्किन टाइम लाग्छ त। लाँदा खिच्दा यो चाहिँ पोखरी। यहाँको भन्छ विशेषता माछाहरू होइन। यहाँको माछा चाहिँ यहाँको खानु हुँदैन भन्छ। मन्दिर चाहिँ त्यही होला होइन, यहीँ होला। माछा त यहाँ राम्रो पाउँछु। विशेष भनेको यहाँको चाहिँ खास मन्दिरै रहेछ होइन, सानो दिक्तेल। त्यसपछि यता माछा भएको। यहाँको माछा चाहिँ खानु हुँदैन अरे, खाने बित्तिकै चाहिँ घरमा लग्ने बित्तिकै चाहिँ थरै हुन्छ भन्छ क्या। यो चाहिँ यहाँको विशेषता हो। मेन कुरा भनेको नाक यहाँ नाक देखाइरहेको छ, त्यही भएर नि होला। विशेष भनेको यही हो। यहाँको एकदम प्रसिद्ध देवधाम हो, बुलबुले भन्छ यसलाई चाहिँ। यहाँ यस्तो यति धेरै माछा। यहाँको माछा कहिले पक्रिनु नि हुँदैन। यो माछा अरूभन्दा अलग्गै छ फेरि यहाँको, ठ्याक्कैसँगले भन्नुपर्दा यस्तै छ। ल बाई बाई। भयो कि भएन नि भिडियो?